तिमीहरूको यो सबै माग पुरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने अनि यो सबै कुरा आफैले गर्ने। यहाँभन्दा अर्को उपाय छैन। यहाँ केवल तेर्स्याएर बस्ने होइन, यहाँ चाहिँ यो के अरे यस्तो किसिमको यो माग चाहिँ मन्त्रीलाई आउँदै मन्त्रीलाई दिँदै होइन माग चाहिँ राख्ने होइन। यो चाहिँ आफै गाउँ गाउँमा जाने हो। मेरो चाहिँ यो जेनजी 2 भने होइन, त्यही मेरो पनि त माग पुरा गर्नुपर्छ। तिमीहरूको माग मात्र पुरा गर्ने होइन। कुरा बुझ्दै खोजेन? मेरो पनि माग छ नि, छ कि छैन? मेरो माग के छ जेनजी 2 लाई र जेनजी सबैलाई भनेदेखि जेनजीको भाइ बहिनीहरू अब काठमाडौँ बस्न छोडेर आज 1 गते भयो, मौसिर महिना पनि लाग्यो, अनि सब गाउँ गाउँमा जाने, आफ्नो आफ्नो गाउँमा जाने, आफ्नो आफ्नो के अरे नयाँ नयाँ युवा, खास गरी युवा नेताहरूले ल्याउने होइन, युवा नेताहरूलाई ल्याउने अनि यस्ता किसिमका मागहरू चाहिँ त्यो सरकारलाई पुरा गर्ने। अब यसमा सबै मागहरू कोहीमा विचार गर्न सकिन्छ, सबै कुराहरू अहिले चाहिँ सबैलाई के अरे पुरा गर्न सक्दैन। नसक्ने कुरा चाहिँ अहिले नै यहाँ सक्छु भन्न मैले भन्दिनँ।